भन्ने हिसाबले हामी अगाडि बढ्यौँ भने हामी भौतिकवादी बन्छौँ, हामी पैसावादी बन्छौँ, हामीले केही पनि गर्न सक्दैनौँ। त्यसले गर्दाखेरि जीवनको असली तपाईँको चाहिँ मूल्य मान्यता बुझ्ने हो भने हाम्रो सभ्यता, हाम्रो सृष्टि, हाम्रा तपाईँको संस्कार संस्कृति यी सारा कुराको जगेर्ना गर्नुपर्छ भन्ने हाम्रो बुझायो। त्यसो भएको कारणले गर्दाखेरि सुम्निमालाई हामी आमा भन्छौँ, पारुहाङलाई बाबा भन्छौँ। हामी सबैजना आमा बाबाको सन्तान भएको कारणले गर्दाखेरि यो राई जातिको मात्रै सुम्निमा र पारुहाङको प्रतिमा निर्माण हुन आँटेको भन्ने कुरा सरासर गलत छ, सबैथा गलत हो त्यो है। हामी यसरी पनि बुझ्न सक्छौँ सुम्निमा ठुलो तयारी हुनु जरुरी छ, त्यति ठुलो लगानी हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि है हामीले चाहिँ तपाईँको धेरै कुराहरू यहाँनिर होइन हामीले व्यवस्थापन गर्नुपर्नेदेखि लिएर जग्गा आर्जन गर्नुपर्नेदेखि लिएर यावत समस्याहरूलाई हामीले अहिलेसम्म सुल्झाउनमा लागिरहेका थियौँ। यहाँहरू सबैजनालाई म यो निवेदन गर्न चाहन्छु, हामीले बिर्सेर गएको कुरा भन्ने होइन। अर्को साम्पाङले जे बोल्छ त्यो गर्छ, त्यो गरेरै छाड्छ, गरेरै तपाईँको चाहिँ आएको कुरा यहाँहरूलाई हामीले राखेको कुरा चाहिँ देखाउँदै आएको कुरा पनि म यहाँहरूलाई स्मरण गराउन चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले अब यहाँनिर तपाईँको सुम्निमा र पारुहाङको तपाईँको आकर्षक र विशाल साइजको चाहिँ प्रतिमा बनिसकेपछि त्यसको पछाडिपट्टि हामीले सांस्कृतिक तपाईँको चाहिँ के अरे होइन सद्भावपूर्ण एउटा चाहिँ बहुसांस्कृतिक यार्डको पनि होइन हामीले चाहिँ परिकल्पना गरेका छौँ। त्यहाँ सम्पूर्ण जात जातिका प्रतीकहरूलाई हामी स्थापित गर्नेछौँ। साथै यहाँनिर तपाईँको चाहिँ यो हाम्रो सभ्यता, यो सृष्टिसँग सम्बन्धित ग्रन्थहरू राखिनेछन्। यो एउटा अध्ययन केन्द्रको रूपमा रहनेछ। सेल्फी खिच्नेको लागि यो एउटा पर्यटकीय स्थल हुनेछ भने आस्थासँग जोडिएको कुरा हो भनेर बुझ्नेका लागि यो आस्थाको केन्द्र रहनेछ। त्यसो हुँदाखेरि यो एउटा घुम्न आउने पार्क पनि हामीले मान्दा हुन्छ। हाम्रो चाहिँ के अरे मन्दिर होइन माङहिम मस्जिद चाहिँ विभिन्न खालका चाहिँ भनेर हामीले चाहिँ आस्थागत जुन होइन नामहरू दिएका छौँ त्यसो भनेर मान्दा पनि हुन्छ। यहाँहरू सबैजनालाई म यो पनि निवेदन गर्न चाहन्छु। र आजदेखि हाम्रो नियमित रूपमा यहाँ श्रम हुनेछ। अब तिरका होटेलहरू चल्नेछन्, तपाईँको चाहिँ टेम्पोदेखि लिएर तपाईँको चाहिँ विभिन्न खालका यातायात साधनहरू चल्नेछन्, हाम्रा होटेलहरू चल्नेछन्। त्यसले गर्दाखेरि यो त्यो के एउटा भन्दाखेरि एउटा आर्थिक उन्नतिको एउटा होइन आधार स्तम्भको रूपमा पनि यो प्रतिमा निर्माण हुने कुरा म जानकारी गराउन चाहन्छु। एउटा कुरा मात्रै मान्छेको जोडिएको हुँदैन, त्यो एउटा कुरासँग थुप्रै कुरा जोडिएको हुन्छ र त्यसरी चाहिँ हाम्रो धरानको आर्थिक उन्नति हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ। यो एउटा सांस्कृतिक सम्पदाको रूपमा स्थापित हुनेछ। जसरी चाहिँ पशुपतिनाथ स्वयम्भू बौद्ध स्थापित भएका छन् त्यसरी नै तपाईँको चाहिँ यो सुम्निमा पारुहाङको प्रतिमा सहितको सांस्कृतिक सम्पदा निर्माण हुनेछ। हामी मरेर जानेछौँ है, हामी यहाँ सधैँको लागि आएको होइन। आजको 40-50 वर्ष पछाडि होइन हामीलाई खोज्दाखेरि हर्क साम्पाङलाई खोज्दा तपाईँ पाउनुहुन्न। तपाईँलाई खोज्दा पनि सायद मैले पाउँदिनँ होला। कसको कहिले जाने मिति लेखेको छ त्यो मिति टाढेर टर्दैन, उमेरले पनि छेक्दैन मृत्युलाई। मृत्यु लिएर जन्मिएको मान्छे हामी, तर हामी जानुभन्दा अगाडि हामीले धरतीमा के छोडेर जाने, के गरेर जाने भन्ने कुरा ठुलो कुरो हो। अरूको खुट्टै मात्रै तानेर, अरूको विरोधै मात्रै गरेर, खालि विनाश र ध्वंस मात्रै गरेर तपाईँको हामी मरेर जाने हो या हामीले चाहिँ कुनै नयाँ सृष्टि, नयाँ निर्माण र नयाँ तपाईँको कृति बनाएर जाने हो, यो कुरा हामीले बुझ्नु जरुरी छ। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, यो त्यो भन्दै मिडिया मार्फत म भन्न चाहन्छु, हाम्रा विरोधमा लाग्ने साथीहरूलाई पनि म भन्न चाहन्छु, तपाईँहरूले विरोध नगरिदिनुहोस् है। आउनुहोस्, एउटा मात्रै भए पनि ढुङ्गा बोक्नुहोस्, एक थोपा मात्रै भए पनि यो धरतीमा तपाईँको चाहिँ पसिना छुवाउनुपर्छ। पेटको लागि त सबैले गरेको छ, चरा मुसा झिँगा कमिला फट्याङ्ग्रा सबैले गरेका छ, तर देशको लागि गर्नुपर्छ भन्ने बुझाइ हामी सबैजनाको तपाईँको चाहिँ के रहनुपर्छ। यहाँ यो अब हाम्रो श्रमदानलाई व्यवस्थापन गर्नका लागि विभिन्न खालका टिमहरू हामी निर्माण गर्दैछौँ। यसका संरक्षण समितिदेखि लिएर हरेक कुराहरू, ती कुराहरूमा चाहिँ हामी सबैजना जो जति अब धरानमा बसेर नियमित श्रमदान गर्छौँ त्यस्ता अगुवाई गर्ने साथीहरू अगाडि आउनुपर्छ। यहाँ थुप्रै कुराहरू हामीले चाहिँ मिलाउनु पर्नेछ है, थुप्रै कुराहरू मिलाउनु पर्नेछ। यहाँहरू सबैजना म खट्छु भनेर अगाडि आइदिनु होला। मैले यसरी मात्र पारुहाङ भनेको आगो, सुम्निमा भनेको पानी। यो थोडा एउटा जातिको यो त्यो भनेर चाहिँ हुन्छ हुँदैन, त्यो जाति साथीको होइन, यो त्यो मान्यता हो। सुम्निमा भनेको हाम्रो आमा, हाम्रो बोजू है, पारुहाङ भनेको हाम्रो बाबा, हाम्रो बाजे। यसरी हामीले बुझ्नुपर्छ। हाम्रो शरीर भनेको तत्त्वले बनेको छ,
ती तत्त्व हुन्। त्यो मान्यताका साथ हामीले चाहिँ यसलाई स्थापित गर्नेछौँ र त्यसरी हामी अगाडि बढ्नेछौँ। यहाँहरू सबैजनालाई हृदयदेखि धन्यवाद दिँदै हामी श्रमदानमा छौँ, त्यसले गर्दा एउटा श्रमदानको गीतमा हामी गाउँछौँ, नाच्छौँ होला होइन। यहाँ नाचगान थुप्रै हुन्छ, सबैजना खुसी हुनुपर्छ, किनभने नेपाली रोएको धेरै भयो, नेपाली हाँसेको छैन, नेपाली मरेको धेरै भयो, नेपाली बाँचेको छैन। अब हामी बाँच्छौँ त, त्यसले गर्दाखेरि अब हामी गीत पनि गाउँछौँ। ल त्यो ल्याउनुहोस् त, खोइ माइक्रोफोन आयो, हाम्रो गीत बिर्सिसक्नु भयो होला। म काठमाडौँ गएको धेरै भयो, त्यसले गर्दाखेरि है आगो भनेको पारो है। उचालेर राख्नु न, इको भएन, अलिक इको थप्नुपर्छ हो त्यतिको। अझै हो ल हो यतिको ल रेडी हो ल। सबैले हात माथि, देश बनाउने हातहरू हेर्नु कि हो त्यहाँ कता जानु पर्यो? ल सबैले गाउने है। हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, सबै मिली बनाऊ यो देश, सबै मिली बनाऊ यो देश, हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, हाम्रो आकाश हाम्रै परिवेश। सबैले जोडले भन्नुहोस् देशलाई सम्झेर, म हुँ सन्दाता, हेर्दिन म अरूको आश, भन्दिन म जिउँदो लास, हेर्दिन म अरूको आश, भन्दिन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश, हलो सरी जोतिन्छु म, हलो सरी जोतिन्छु म। धरनमाथि चिन्डे डाँडा हरियो हुँदैछ, धरनमाथि चिन्डे डाँडा हरियो हुँदैछ, सुङ्गेमा र पारुहाङको भाषा बन्दैछ, हर्क सन्तान माननीयको अभियान चल्दैछ, सहयोग र श्रमदानको आगो बन्दैछ। पूर्व हेर्दा दन्तकारी बुढा सुब्बा पिण्डेश्वर, पश्चिम विष्णु पादुका पालनकर्ता परमेश्वर, उत्तर हरिया डाँडा काँडा, दक्षिण धरन बजार, तीन कोषमाथि चिन्डे डाँडा सबको परियो नगर। मूलवासीका माता पिता सुन्निमा र पारुहाङ, मूलवासीका माता पिता सुन्निमा र पारुहाङ, सबै जाति धर्महरूले सम्मान गर्ने प्यारो नाम, किराँत धर्म संस्कृतिलाई विश्व सामु चिनाम, ऐतिहासिक धरानसर बनाउनु छ तीर्थधाम। रामधुनी र इटहरी बडक्षेत्र टाढैबाट, रामधुनी र इटहरी बडक्षेत्र टाढैबाट, उँभो हेर्दा छान्न देखियोस् बिना चस्मा प्रष्ट साथ।
लाखौं वर्ष टेक्ने खालको बनोस् विशाल प्रतिमा, लाखौं वर्ष टेक्ने खालको बनोस् विशाल प्रतिमा, नेपाली जन सबै मिली बनाऊ द्रुत गतिमा, माननीयको अभियानलाई अग्रिम शुभकामना, माननीयको अभियानलाई अग्रिम शुभकामना। धन्यवाद। मलाई सहयोग गर्ने डम्बरजी आउनु भएको छ, हाम्रो दार्चुलाबाट सिधै यहाँ आउनु भएको छ भन्नाले सिधै त होइन, जो एक दुई दिन आराम गरेर आउनु भएको छ। अनि त्यस्तै गरेर हाम्रो यतापट्टि हेर्नुभयो भने हाम्रो श्रम दाताको दर्ता गर्ने ठाउँ छ। त्यो दर्ता गर्दा तपाईँहरूले एउटा नम्बर पाउनुहुन्छ, त्यो नम्बर तपाईँले सदैव राख्नुपर्ने हुन्छ र त्यही नम्बरको आधारमा अघि माननीय अध्यक्षजीले भने जस्तै तपाईँहरूको नाम, तपाईँले काम गरेको आवर रेकर्ड हुन्छ र त्यो अभिलेख पछिको लागि हामीले राखिन्छ। त्यही भएर श्रमदाताको त्यो छ र यो श्रमदान भिलेज चाँडै बन्दैछ। त्यसपछिको कुरा अर्को छ, त्यो बारे म तपाईँलाई अपडेट गर्दै जान्छु। र हाम्रो श्रमदाता दर्ताको इन्चार्ज चाहिँ हाम्रो करुणजी हुनुहुन्छ, करुण भाइ, उहाँ हाम्रो टेक्निकल। तल्लो किनारमा चाहिँ हामीले एउटा इन्टरसेप्टिङ ड्रेन भन्ने बनाउँछौँ। त्यो ड्रेन चाहिँ यहाँदेखि परसम्म नाली हुन्छ। त्यो नालीमा चाहिँ हाम्रो जति पनि पानी यहाँबाट बगेर जान्छ, माटो बगेर जान्छ, त्यसले चाहिँ समात्छ र पानी बराबर बाँडेर लान्छ। त्यो चाहिँ किन भन्दाखेरि हामीले यहाँ धेरै खन्दाखेरि चाहिँ के हुन्छ भने वरिपरि बस्ने स्थानीयहरूलाई चाहिँ एकदम गाह्रो हुन्छ, किनभने पानीको बग्ने बाटो एकातिर ढल्किदियो भने उहाँहरूको घरको छेउछाउतिर ड्यामेज धेरै गरिदिन्छ क्या। त्यसले गर्दाखेरि चाहिँ आज त्यो कुरा ड्रेन चाहिँ हाम्रो भेरी भेरी इम्पोर्टेन्ट छ। र ड्रेनको लागि कोही ड्रेनमा खनेर अनुभव हुनुहुन्छ, पानीको कुलो सार्न जान्नु भएको हुनुहुन्छ चाहिँ उहाँहरू चाहिँ अग्रज भएर अगाडि बढ्नु सक्नुहुन्छ है। र अब हामी काम सुरु गर्नुभन्दा अगाडि हाम्रो मैले यहाँ प्रसादजीलाई चाहिँ माइक हस्तान्तरण गर्छु। निर्माण सम्पूर्ण गर्न आतुर हुनुहुने स्वच्छ मनका लागि सम्पूर्ण श्रमदातालाई मेरो व्यक्तिगत तर्फबाट, शून्य पार्वण प्रतिष्ठानको तर्फबाट, यहाँ आएका जिल्ला कार्य समितिको तर्फबाट सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। आज हामी यहाँ सुम्निमा पारुवाङ प्रतिमाको निमित्त पहिलो श्रमदान गर्दैछौँ। म मिल्छ भने सुम्निमा पारुवाङ प्रतिमा निर्माणका अध्यक्षज्यूले माननीय हर्कसाम्बा राईज्यूले उद्घोष गरिसक्नु भएको छ। सिलामसाकमा पार्क बनाउने कुनै दाता धरानभित्र हुनुहुन्छ, जग्गा किन्न सकिन्छ, त्यस्तो अवस्था छ भने ठिक छ, कुनै दाता हुनुहुन्छ भने, हुनुहुन्न भने यस्तैसम्म परेको जग्गा यहाँ अहिले तुवालोले छेकेको छ, त्यसलाई ठुलो खैरे भन्छ। त्यो ठुलो खैरेमा मेरो अलिकति जग्गा छ, म 3 कट्ठा जग्गा पुण्य कामको लागि दान दिन तयार छु। यदि हुन्छ भने होइन, त्यो ठाउँ स्वीकार्य छ भने मात्रै होइन, तँलाई धरानको बजारभित्र सम्म ठाउँमा पाल पर्ने ठाउँमा छ भने ठिकै छ। त्यसमा पनि मेरो 50,000 रुपियाँ सहयोग गर्ने म मेरो व्यक्तिगत तर्फबाट सहयोग गर्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र यहाँ हामीले निर्माण गर्छौँ, निर्माण गर्दाखेरि यहाँ स्थानीय वासीहरू हुनुहुन्छ, जग्गा धनीहरू हुनुहुन्छ, उहाँहरूलाई हामी निर्माण समितिमा एउटा महिला एउटा पुरुष हामी राख्नेछौँ। स्थानीयहरूको साथ सहयोग बेगर यो पूर्ण हुँदैन। र हामीले मैले यहाँनिर एउटा जग्गा थियो 100 यहाँ चाहिँ बजारले भन्दै हुनुहुन्छ। यहाँ चाहिँ अघिको ढुङ्गा सबै लगेर चाहिँ अलिअलि भएको पनि फेरि लाँदै हुनुहुन्छ होइन। यहाँ धेरै थियो नि त ढुङ्गाहरू, ढुङ्गा माटोहरू सबै एक साइड गरेर ढुङ्गा चाहिँ अहिले चाहिँ अब यो डोजरले माटो लान्छ। त्यसमा चाहिँ हामी सबैजनाले फेरि माटो उता साइडमा सबै मिलेर होइन। यता साइडतिर चाहिँ झार उखाल्दै
देख्नु हुँदैछ नि उभिराख्नु भएको उहाँ चाहिँ मेयर हर्क साम्बाङ चाहिँ साफ गर्दै हुनुहुन्छ यसरी पहिला चाहिँ पनि त्यहाँ गर्दै हुनुहुन्छ सबैजनाले चाहिँ यसरी काम गर्दै हुनुहुन्छ नलाउने झाडीमा तल्तिर झरौँ सबैजना साथीभाइहरू जरासँगै उखाल्ने सबैले उखाल्ने श्रमदानको खाजा चाहिँ यहाँ रहेछ खाजा खाएर चाहिँ सकिसकेको छोले अलिकति फर्सी र उयो चिउरा चुलाउ जस्तो छ यो चाहिँ सबै खाइसकेको फेरि श्रमदान गर्नु जानिरहेको नानुलाई दिँदैछु यस्तो मिठो पाक्छ कि यो मिठो छ साथीको होइन यता भात रहेछ सबै चाहिँ बाजेले चाहिँ के बजाउँदै हुनुहुन्छ अब काम सक्यो खाना खाँदा टाइम This is the last break. Get up!
भनेर हुन्छ नि घरमा किन कुखुराको चल्ला पनि भन्छ अनि अर्को भाले चाहिँ यसो गर्छ उसको बुढो भएपछि मुख त्यसरी बङ्गिन्छ तर म त तन्नेरी हो नि खाँदाखेरि यसो गर्छु हिटिङ द लाट How eating the local grandpa? He had no different. अब अर्को आयो माथि हेर्नुहोस् अझै अलिक लामो अझै लामो यो चाहिँ उसको बाउको कपाल फुलेको रुपी बिहान हामी उठ्छौँ नि रुपी यसो गर्छ यो चाहिँ रुपी कराएको रहेछ कस्तो कला है बाजेको हेर्नुहोस् यहाँ साथीहरू अब यसमा तपाईँलाई म के भन्छु भने अरू उड्नेर सबै उडेर गइसक्यो म त अब बुढा भयो उड्नु सक्दैन यसो उड्छु इङ्ग्लिसमा त माई फ्रेन्ड इज अलरेडी फ्लाइ उडे म त उड्छु अब यसरी के यसो यसो साथीहरूले ए करा करै छैन डेक्ची छ होइन आवाज सुन आवाज यसो गर्नुपर्छ एम्बुलेन्स उहाँ आमा उहाँ बहिनी दाजु बिमारी हुन्छ नि एम्बुलेन्स हेलो ए मान्छे मान्छे साह्रो परिसक्यो यहाँ मेरो बहिनी साह्रो पऱ्यो उता साह्रो पऱ्यो गाईले लानु पऱ्यो ल ल अनि अर्को चाहिँ तपाईँको हालिसिस अब यिनीहरू चाहिँ बाजेको कला धेरै रहेछ अब त सहिद लागिसक्यो अब उनीहरू 6 महिनामा मात्रै आउँछ 6 महिनामा खोज्दै यसो भन्छ कता छौ कता छौ कता छौ तिमी भन्छ म त यता छु भन्छ के भन्छ भन्दै दाजु भन्छ यो तपाईँको धरनको नभए नेपालको तर अनि यो तपाईँको च्याउ कहिले पाकेर खाने हो त्यो माथिको च्याउ सुहाउने च्याउ यो मेरो यो त सोध्नुहुन्छ नि भालेको सिउर अनि कराउँछ नि यसो गर्दा कोटी चाहिँ यसो गर्दा भालेको सिउर के देखाउनु ल साथीहरू फाइनली यो चिन्ने डाँडाको चाहिँ अघि यहाँ ढुङ्गा छ सबै थन्काएर चाहिँ अहिले चाहिँ जेसिपीले यस्तो काम गरिरहेको छ सुनमा पारुवाको चाहिँ त्यहीँ छ सबैजना यस्तो मेरो भिडियो चाहिँ यहाँ नै म समाप्त गर्न चाहन्छु साथीहरू भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला आजको यो चिन्ने डाँडाको भ्लग चाहिँ आजको लागि चाहिँ बाई बाई साथीहरू सी यू नेक्स्ट भ्लग